आज हामी मत्ती 26 अध्यायको 36 देखि 46 पदसम्मको अत्यन्तै मर्मस्पर्शी घटनाको बारेमा चर्चा गर्दैछौँ। यो त्यो समय हो जब येशू क्रुसमा चढ्नुभन्दा केही घण्टा अघि गेत्समनीको बगैँचामा प्रार्थना गरिरहनु भएको थियो। 1 मानवीय दुःख र आत्मिक सङ्घर्ष। पद 36 देखि 38। मत्ती 26:36 पदमा लेखिएको छ कि येशू आफ्ना चेलाहरूसँग त्यहाँ आउनुभयो र भन्नुभयो, म त्यहाँ गएर प्रार्थना गरुन्जेल तिमीहरू यहीँ बस। 37 र 38 पदमा हामी देख्छौँ कि उहाँ साह्रै दुखित र व्याकुल हुनुभयो। उहाँले भन्नुभयो, मेरो आत्मा मृत्यु समान दुखित छ। येशूको यो दुःख केवल शारीरिक पीडाको डर मात्र थिएन। उहाँले सारा संसारको पापको भारी आफ्नो काँधमा लिँदै हुनुहुन्थ्यो। पुरानो नियमको यसैया 53 4 देखि 5 मा 100 वर्ष अघि नै अगमबाडी गरिएको थियो। निश्चय नै उनले हाम्रा रोगहरू बोके र हाम्रा शोकहरू उनले बेहोरे। हाम्रा अपराधहरूका निम्ति उनी छेडिए र हाम्रा अधर्मका निम्ति उनी कुच्चिए। गेत्समनीमा येशूले त्यही कुच्चिएको अनुभव गर्दै हुनुहुन्थ्यो। 2 न्यायको कचौरा र परमेश्वरको इच्छा। पद 39 पदमा येशू अलि अगाडि बढेर घोप्टो परी प्रार्थना गर्नुहुन्छ। हे मेरा पिता, यदि हुन सक्छ भने यो कचौरा मबाट हटाइदिनुहोस्, तापनि मेरो इच्छा बमोजिम होइन तर तपाईँको इच्छा बमोजिम होस्। बाइबलमा कचौराले अक्सर परमेश्वरको न्याय वा क्रोधलाई जनाउँछ। भजन सङ्ग्रह 75:8 मा लेखिएको छ कि परमेश्वरको हातमा एउटा कचौरा छ जो क्रोधले भरिएको छ। हामीले हाम्रा पापका कारण पिउनु पर्ने त्यो क्रोधको कचौरा येशूले हाम्रो सट्टामा पिउन तयार हुनुभयो। उहाँले आफ्नो मानवीय इच्छाभन्दा पिताको योजनालाई उच्च राख्नुभयो। 3 मानिसको कमजोरी र प्रभुको धैर्यता। पद 40 देखि 44, 40 र 41 पदमा येशूले आफ्ना चेलाहरूलाई सुतिरहेको भेटाउनुभयो। उहाँले भन्नुभयो, के तिमीहरू मसँग एक घडी पनि जागा बस्न सकेनौ? परीक्षामा नपर्नलाई जागा रहो र प्रार्थना गर। आत्मा त तत्पर छ तर शरीर दुर्बल छ। चेलाहरूको यो अवस्थाले हाम्रो मानवीय कमजोरीलाई दर्शाउँछ। तर येशू भने दृढ रहनुभयो। उहाँले दोस्रो र तेस्रो पटक पनि त्यही प्रार्थना गर्नुभयो कि पिताको इच्छा पूरा होस्। यसले भजन सङ्ग्रह 40:8 को वचनलाई पूरा गर्छ, जहाँ भनिएको छ, हे मेरा परमेश्वर, तपाईँको इच्छा पूरा गर्नमा मलाई आनन्द लाग्छ। 4 समर्पण र विजयको घोषणा। पद 45 देखि 46। अन्तमा 45 र 46 पदमा पुग्दा येशूको प्रार्थनाको सङ्घर्ष सकिन्छ। उहाँले भन्नुभयो, अब सुत र विश्राम गर। हेर, समय नजिक आएको छ र मानिसको पुत्र पापीहरूका हातमा सुम्पिँदैछ। उठ, हामी जाउँ। यहाँ येशूको अचम्मको साहस देखिन्छ। उहाँ अब भाग्नु भएन, बरु हाम्रा निम्ति क्रुसको सामना गर्न तयार हुनुभयो। यस वचनबाट हामीलाई मिल्ने उत्साह। यस घटनाले हामीलाई केही महत्त्वपूर्ण उत्साहका कुराहरू सिकाउँछ। हाम्रो पीडा बुझ्ने प्रभु येशूले गेत्समनीमा एक्लोपन र मानसिक पीडा भोग्नुभयो। त्यसैले आज तपाईँ र म कुनै पनि दुःखमा हुँदा उहाँले हाम्रो पीडालाई पूर्ण रूपमा बुझ्नुहुन्छ। प्रार्थनामा शक्ति। जस्तो सुकै कठिन परिस्थितिमा पनि प्रार्थनाले नै हामीलाई खडा हुने बल दिन्छ। येशूले प्रार्थनाद्वारा नै मृत्युमाथि विजय पाउने शक्ति प्राप्त गर्नुभयो। परमेश्वरको योजनामा भरोसा। कहिलेकाहीँ हाम्रा प्रार्थनाहरू हामीले चाहे जस्तो नहुन सक्छन्, तर परमेश्वरको इच्छा सधैँ हाम्रो भलाइको लागि हुन्छ। हाम्रो कमजोरीमा उहाँको अनुग्रह। चेलाहरू असफल हुँदा पनि येशूले उनीहरूलाई त्याग्नु भएन। त्यसरी नै हाम्रा कमजोरीहरूमा पनि उहाँको अनुग्रह हामीसँगै रहन्छ। अन्तमा गेत्समनीको यो प्रार्थनाले हामीलाई सिकाउँछ कि यदि हामी परमेश्वरको इच्छामा समर्पित हुन्छौँ भने हामीले जुनसुकै ठुलो समस्यामा पनि विजय प्राप्त गर्न सक्छौँ।